नमस्ते सर। तेरो त नमस्ते पनि के फर्काउनु खै। अनि कलेज जाने समयमा कता कलेज जानु पर्दैन? कलेज गएर पनि के गर्नु हो सर, घोडालाई गदाले पढाएर हुन्छ। कहिले लाग्नु हो त्यसरी? मतलब तैँले मलाई सिधै आँखामा हेरेर आँखा जुदाएर गदा भनिस् होइन? त्यसरी डाइरेक्ट तरिकाले पनि नबुझ्नु न हो सर। मैले घुमाएर भनेपछि तपाईँले पनि घुमाएर बुझ्नु न। अब मास्टर भएको अलिकति क्षमता पनि देखाउनु न सर, क्यापेसिटी देखाउनु न। मास्टरको क्षमता बुद्धिमानी विद्यार्थीले बुझ्छ, तँ जस्तो मूर्खले होइन। तेरिको मूर्ख चाहिँ नभन्नु न सर। फुलको सुगन्ध फुललाई होइन, सुन्ने नाकहरूलाई थाहा हुन्छ। संसारमा तिनै मान्छेहरू विद्वान कहलिएका छन् जो पढाइमा केही हदसम्म पछि परे। मलाई पनि त्यही लक्षण देखिएको। तपाईँ हेर्दै जानु सर, एक दिन यो देशको पुरै जिम्मेवारी यो काँधमा बोकेर देखाउँछु। ओके, अलि बढी भयो केटा, अलि कम खोक्नी गर। खोक्नको लागि म दम तथा टिबी रोगको बिमारी होइन सर। तपाईँ हेर्दै जानु, म गरेर देखाउँछु र गर्नेछु र गर्दै आइराखेको पनि छु सर। अझै धेरै कुराहरू बाँकी थिए सर, फोनले डिस्टर्ब गरेर मात्रै। भन खुइली। कहाँ छस् भानु? ए धेरै नमस्की, सिधै पोइन्टमा आएर कुरा गर। अलि हतार छ मलाई। खुइली अनि के सर रिसाको त? यहाँ एउटा लास्ट इम्पोर्टेन्ट काम छ क्या, कुरुको मेरो घरमा आइ त। ए भ्याउँदिनँ म, शिखरमा पुग्न लागेको मान्छेलाई बेस क्याम्पमा नै नरोके म्याकुरी। उसो भए त अझै त्यही शिखरमै चढिरह, म यहाँ अर्कैलाई बोलाएर त्यो काम गर्छु। ए भयो भयो, धेरै नगुर्के, 5 मिनटमा हाजिर भएँ। सर यहीँ नै रे, यो को भन्छ करोडपति छ नि सर, त्यहाँनिर संसारकै सबैभन्दा बेरोजगारी सर को हो भनेर प्रश्न आयो भने तपाईँकै नाम आउँछ होला सर। अहिलेसम्म मेरो हावा कुरा सुनेर बसिरहनु भएको छ है तपाईँ यहाँ। म तेरो हावा कुरा सुनेर बसे होइन, तेरो व्यवहार हेरेर बसे। हेर्नै पर्दैन सर मेरो व्यवहार, हेर्नै पर्दैन। एकदम राम्रो छ मेरो व्यवहार। अघि मैले जुन तपाईँलाई काँधको कुरो गरेँ नि सर, काँधको कुरो हो, त्यो कुरो याद राख्नु सर। मेरो काँधमा बोकेको जिम्मेवारीले एक दिन तपाईँलाई घाइते बनाउनेछ सर। हेरौँ मेरो जिम्मेवारीले घाइते बनाउँछ कि अरू के बनाउँछ, म पनि हेर्छु नि। हेर्नु न, राम्ररी हेर्नु, वचन खेर जाँदैन सर, र अहिलेसम्म खेर गएको पनि छैन, धेरैचोटि पनि छैन। ओहो नमस्कार मायर साहब, आरामै हुनुहुन्छ? म चाहिँ आराम छु। तपाईँको छोराको यस्तै पारा हो भने तपाईँ चाहिँ कुन दिन नराम्रो छ थाला पर्नुहुन्छ। होइन मैले कुरा बुझिनँ नि मायर साहब, कुरो के हो अलिक प्रष्टाएर भन्नु न। कुरो प्रष्टै छ, हेर्नुहोस् तपाईँको छोरो धने बिग्रिनुसम्म बिग्रियो। अस्तिसम्म त हल्लिएर मात्रै हिँड्थ्यो, आजभोलि त त्यसको दिमागै हल्ल्या छ कि जस्तो लागिरहेछ मलाई। तपाईँ पनि कन्फ्युज हुनुभएको छ मायर साहब। हिजो अस्ति धनिया कुरो